नमस्कार यहाँहरू सम्पूर्णमा आज मङ्गलबार मङ्गल चौथी यहाँहरू सम्पूर्णको दिन शुभ मङ्गल रहोस्। आज फेरि केही लेखेकी छु, यहाँहरूलाई सुनाउनु मन लागेर उपस्थित भएकी छु। लेखेपछि त सुनाउनु पर्यो नि, होइन? बिहान 5:30-6 बजेतिर चराचुरुङ्गीहरू बाहिर चिरबिर कराइरहेको हुन्छ, कोइली कु गरेर कराइरहेको हुन्छ। त्यो आवाजले बिउजिन्छु के। हाम्रो त अब यता खुल्ला छ अनि जङ्गल नजिकै छ, त्यही भएर चराचुरुङ्गीको थरी आवाजहरू सुन्न पाइन्छ र तिनै आवाज सँगसँगै आज चाहिँ मनमा केही भावहरू जाग्यो, त्यही भएर लेखेकी छु, यहाँहरूलाई सुनाउँछु। हस्, अर्धनिन्द्रामा जब चराचुरुङ्गीको चिरबिर आवाज सङ्गीत पनि कानभित्र छिर्छ। अर्धनिन्द्रामा जब चराचुरुङ्गीको चिरबिर आवाज सङ्गीत पनि कानभित्र छिर्छ, मानौ मलाई नै बोलाए झैँ लाग्छ। अनायासै निन्द्रा भङ्ग हुन्छ, बिहानीको झुल्के घामले अनुहारमा कान्ति छर्छ। आँखा उगारी जब झ्यालबाट बाहिर हेर्छु, फुलहरू मुस्कुराइरहेको हुन्छ, मगमग सुगन्ध छर्दै। भमराहरू भुनभुनाइरहेको हुन्छ, फुलहरूको रसपान गर्दै। अनि पातहरूसँगै पुतलीहरू पनि फरफराइरहेको हुन्छ, बिहानीको स्वागत गर्दै। जब बाहिरबाट आउने चिसो हावाले मलाई स्पर्श गर्छ, तिम्रो न्यानो अङ्गालोले मलाई आफूतिर ताने झै आभास हुन्छ। अनायासै मुटुको धड्कन तेज हुन थाल्छ, चारैतिर खोज्छु म तिमीलाई, तर त्यहाँ त केवल तिमीले छोडेर गएको बासना मात्र बाँकी हुन्छ। हस्त धन्यवाद। कस्तो लाग्यो? सल्लाह सुझाव दिनुहोला, करेक्सन गरिदिनु होला भन्ने आशाको साथमा। बाई, लभ यु अल।